आज माइजूले कति धेरै बोडी र अनि फर्सीको मुन्टा टिपेर ल्याउनु भएको थियो कि है बिहान। त्यसपछि केलाइवरी गऱ्यौँ। हेलो एन्ड नमस्ते सबैजनालाई, आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी फन पार्क जाँदैछौँ, माइजू, म अनि दुईटा भाइहरू। घर बस्दा बस्दा बोर भएको थियौँ कि हामी चाहिँ, बाबुहरूको पनि छुट्टी थियो नि त, त्यो भएको भएर फन पार्क जाँदैछौँ। हेर्नु यसलाई, हेर्नु न कस्तो छ। हजुर पछाडि हात लगाएर उसलाई चाहिँ पानी एकदम मनपर्छ। पानी खोलेको देखेपछि गइहालेको ऊ चाहिँ। ल मेरो मुख कस्तो सुन्ने, म बिरामी भएको छु, त्यही भएर। अब चाहिँ हाम्रो लागि अटो आइसकेको थियो। माइजूले अटो बोलाइसक्नु भएको थियो। हामी चाहिँ जाँदैछौँ फन पार्क। एकछिन यसो फ्रेस भइन्छ भनेर। बोतलले मेरो मोबाइल भिज्ने हो कि बरु पहिला चाहिँ यहाँ फन पार्क वाटर पार्क मात्रै थियो। अहिले चाहिँ यहाँ पार्टी प्यालेस पनि बनाउनु भएको रहेछ कि। सबै सुविधा हुन्छ भनेर। हेर्नु न गैँडा कस्तो राम्रो छ कि। बच्चा बच्चीलाई ल्याएर खेलाउनुको लागि एकदम ठिक ठाउँ छ कि। खाना पनि पाइने अनि स्विमिङ गर्न नि मिल्ने। अनि यता चाहिँ बच्चा बच्चीलाई खेलाउन नि मिल्ने ठाउँ छ कि। यो चाहिँ चितवनमा कुदिहाले। यति भए के चाहियो केटाकेटीलाई, कुदिहाले कति छिटो। हामीले चाहिँ खाजा यतै खाने निर्णय गऱ्यौँ। त्यसपछि यता चाहिँ माइजूले आइसक्रिम लिँदै हुनुहुन्छ। सानो बाबुलाई चाहिँ खोकी लागेको थियो नि त, त्यही भएर नदिने भनेको त ऊ चाहिँ कुद्दी कुद्दी कति छिटो आएको के, कति छिटो देखेर दौडेर आएको। दादालाई बोलाउनु जाँदैछ अझ। ऊ चाहिँ अचम्मको छ कि, कसैलाई नदिकन नखाने, सबको हातमा छ कि छैन भनेर पहिला हेर्छ अनि बल्ल उसले आफूले खान्छ कि। अचम्मको छ बाबु चाहिँ। यता हेर्नु न, उसले अझ दाइलाई हेर्दैछ, दादाले पायो कि पाएन, कता छ दादा भन्दै हेर्दै थियो। अनि यता चाहिँ हामीले पानीपुरी र चटपटी खाने निर्णय गरेर माइजूले टिकट काट्नुभयो। म चाहिँ वेट गर्दैछु। माइजू म दुइटै वेट गर्दैछौँ। यहाँ चाहिँ कति ठुलो कुकुर थियो कि है। अनि उता लिएर जानुभएको थियो दाइले। अनि मैले चाहिँ सानो क्लिप लिएको थिएँ कि। अनि यता चाहिँ हाम्रो चटपटी आइसकेको छ। हामी चाहिँ माइजू भान्जी भएर चटपटी इन्जोय गर्दैछौँ यता। चटपटीले मात्रै नपुगेर हामीले फेरि पानीपुरी पनि मगायौँ। अब चाहिँ हामीले पानीपुरी इन्जोय गर्दैछौँ। पेट पूजा गरिसकेपछि हामी चाहिँ यसो फोटो भिडियो खिचौँ न भनेर यता आयौँ हामी। अब चाहिँ हामी फोटो भिडियो लिन्छौँ। यता चाहिँ मैले पहिला सुरुमा माइजूहरूको फोटो भिडियो बनाइदिँदै थिएँ कि, खिचिदिँदै थिएँ। त्यो भएको भएर ऊ चाहिँ सानो बाबु चाहिँ मान्दै नमान्ने कि झुलामा बस्नलाई। अनि यता चाहिँ मेरो पनि भिडियो बनाइदिनु न भन्नु, म पनि यहाँ झुल्दैछु झुलामा। सानो बाबुले चाहिँ यो देखेर एकदम मन पराएको थियो कि। अनि यहाँ छोड्दै नछोड्ने कि, ऊ चाहिँ घर जान नमान्ने, यताउति फोटो खिच्न नमान्ने, कस्तो मन पराएको थियो कि त्यो ठाउँ चाहिँ। उसले छोडेको थिएन। अब चाहिँ हामी घर जानको लागि हिँड्न थालेको थियौँ। अटो आउन्जेल हामीले चाहिँ यता बाबुको फोटो खिचिदिन थाल्यौँ। अनि अब चाहिँ अटो आइसकेको छ। हामी चाहिँ जाँदैछौँ घर। अटोमा चढेर हामी चाहिँ घर जाँदैछौँ।
बेला बेलामा क्यामेरा चाहिँ फर्काएर आफूलाई देखाउनै पर्यो नि हो कि होइन। हामीलाई चाहिँ पानीपुरी र चटपटेले पनि नपुगेर सानीमालाई चाहिँ चाउमिन बनाइदिनु है भनेर भनेको थियौँ। हामी चाहिँ त्यही लिन जाँदैछौँ। यो चाहिँ हो सानीमाको पसल। यता चाहिँ चटपटे पानीपुरी बनाइदिँदै हुनुहुन्थ्यो अरूलाई। म चाहिँ लुकी लुकी भिडियो बनाएको कसरी हेर्दै हुनुहुन्छ। अब चाहिँ यता हाम्रो लागि चाउमिन रेडी गर्दै हुनुहुन्छ सानीमाले। कति मिठो चाउमिन बनाउनुहुन्छ के, एकदम मिठो लाग्छ मलाई चाहिँ उहाँले बनाएको चाउमिन। चितवन गयो भने कहिले न कहिले एक न एकचोटि चाहिँ म त्यो चाउमिन टेस्ट गरेरै आउँछु कि सानीमाको हातको चाउमिन एकदम मनपर्छ कि मिठो बनाउनुहुन्छ कि उहाँले चाहिँ। अब चाहिँ हाम्रो चाउमिन रेडी भइसकेको छ। सानीमाले प्याकिङ पनि गरिदिँदै हुनुहुन्छ। हामीले चाहिँ घरै ल्याएर मजाले बसेर खाने भन्ने विचारले घर हिँड्यौँ। हामी चाहिँ घरको नजिक पुगिसक्यौँ। त्यही भएर म चाहिँ देखाउँदैछु अब म चाहिँ घर पुग्न थालेँ भनेर। फाइनली हामी चाहिँ घर पुगिसक्यौँ। ल गेट लगाइदेऊ। गेट लगाउने ड्युटी चाहिँ सानो कान्छोको भाइको सधैँ उसले हो क्या गेट लगाउने। भन भाइ, गेट लगाउने तिमीले हो है। आजको यस भिडियोमा यति नै। अर्को भिडियोमा भेटौँला। टिल देन टेक केयर, बाई बाई। मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ।